चाहिँ म एकदम यस्तो ठाउँमा आएको छु है। हेर्दै पछाडि मेरो ब्याकग्राउन्ड देखेर थाहा भइसक्नु भएको होला कस्तो ठाउँमा छु भनेर होइन। रमाइलो त रमाइलो, अक्सिजनै नपुग्ने ठाउँमा छु क्या आज म। यहाँ चाहिँ अब हामी चाहिँ बल्लीहरू चाहिँ लिउन आइरहेको छ है। म चाहिँ देखाउँदैछु होइन। हेर्नु यो भाग हेर्नु कस्तो छ। आम्मामा ल हेर्नुहोस्, सररबाट पुरै नाङ्गै हो कि। हेर्नुहोस् है, म चाहिँ अब होइन तल झर्दैछु। यो पछाडि ब्याक गर अनि यस्तो ठाउँमा पनि पानी छ कि फेरि, यस्तो ठाउँमा पनि पानी छ होइन। हेर्नुहोस् पुरै नाङ्गे हो कि यो बरफले खाएको ठाउँ यस्तो छ। अब म चाहिँ अगाडितिर देखाउँछु है। ल साथीहरू यस्तो छ कि यहाँ हेर्नुहोस् है बिजोक। आम्मामा यी पुरा दाउराहरू यहाँ छ होइन। यस्तो ठाउँमा पनि यस्तो रुखहरू लगाएको, पुरै लगाएको रुखहरू हुनेहरू हेर्नुहोस्। यहाँनिर यो पाहाडतिर हेर्नु, यो पाहाडीको भाग हेर्नुहोस्। यस्तो ठाउँ माथि हेर्नुहोस्, पुरा कोही छैन कि यो माथितिर चाहिँ हरियो भन्ने कुरा होइन। पुरा यो बरफले खाएको तल तल भागमा छ है जङ्गलहरू। अनि तल चाहिँ पानी छ हल्का होइन, एकदम पानी चाहिँ सफा पानी छ कि यहाँ फेरि। हेर्नुहोस् साथीहरू यस्तो छ, बिजोक छ हौ, बिजोक छ जिन्दगी। गाह्रो छ हौ। ल म चाहिँ अगाडि बढिरहेको छु है। साथीहरू चाहिँ अगाडि बढिसक्नु भएको छ होइन। म चाहिँ अझै बोकेको छैन। म चाहिँ हल्का बोस पऱ्यो नि त भनेर के भन्नु होइन। मैले चाहिँ यहाँ चाहिँ छैन रहेछ, यहाँबाट चाहिँ लगेर गइसक्यो साथीहरूले। म चाहिँ तलतिर जाँदैछु होइन। हेर्नु यहाँ आम्मामा यो कस्तो छ कि ढुङ्गा हेर्नुहोस्, पुरा बरफले खाएको। हेर्नुहोस् है म अझै अगाडि जान्छु। यो पानी माथि, म तलतिर चाहिँ देखाउँदै जान्छु है साथीहरू। गाह्रो छ हौ गाइसहरू। आम्मामा बल्ली हेर कत्रो। बाटो हेर्नु, बाटो हामी हिँड्ने बाटो। आम्मामा बाटो साह्रो अप्ठ्यारो छ है, पुरा सुक्खा खोला के। अगाडि गइरहेछन् साथीहरू। घाँसको भारी, दाउरा, बल्ली बोकेर है। म चाहिँ सबभन्दा लास्टमा रहेको छु है। आम्मा लास्ट गरौँ छ यार, गाह्रो छ साथीहरू। कसैले हेल्पिङ गरेर पनि हुन्थ्यो। आम्मा हेर्नुहोस् अगाडि गइरहेको छन्, अक्सिजनै पुग्दैन हौ, गाह्रो छ पुरा। अनि यस्तो छ नि ठाउँ हेर्नुहोस्,
सबै त्यो टक्लै छ कि सबजना त्यत्न तल पुगिसके। यहाँ त फेरि स्याल पनि लाग्छ यार, गाह्रो छ। बोल्न पनि गाह्रो भइरहेछ यहाँ। आम्मामा तलको ग्रुपले भेट्छु भन्छु, भेट्नै सकेको छैन, हेर्नै सकेको छैन। कति मिनटमा भेट्ने रहेछ मैले तलको ग्रुपले। दौडेकै छु, काठमा पुगेछ यार, गाह्रो छ यार। ओ ठोक्यो। हामी जाने बाटो चाहिँ यस्तो छ, पुरा सुक्खा खोला क्या। पानी त्यही माथितिर चाहिँ पानी थियो, तलतिर पानी पनि छैन। पुरा यस्तो छ हेर्नुहोस् है, सुक्खा। अनि कसरी अक्सिजन बोक्छ यार, गाह्रो छ, बोल्न पनि गाह्रो भइरहेको छ कि। तल ग्रुपले भेट्नै सकेको छैन। आओ माइ गॉड, साथीहरू हिँडिराखेको चाहिँ भिडियो हल्लेको छ है, राम्रोसँग मिलाएर हेर्नु होला पनि भन्न चाहन्छु। यस्तै छ दुखारीको जिन्दगी। के बोकेर यसो गरेछ भनेछ होला है साथीहरूले। म चाहिँ ब्याक गरेर यताउति देखाइदिन्छु फ्रन्ट क्यामेरा गरेर। साथीहरू यति लामो कि यो पारीसम्म पुगेछ होइन। त्यस पछाडि यता पारी पछाडि हेर्नु कति लामो, गाह्रो छ त्यही हेर्नु। अब दुःख गरेर भिडियो बनाएको छ साथीहरू, इन्कार चाहिँ नगर्नु होला होइन। सबैजनाले चाहिँ मिलाएर हेरिदिनु होला अनि भन्न चाहन्छु। यसरी गरेखेरि पनि भिडियो बनाउनुपर्छ, के गर्नु, गाह्रो छ हौ, गाह्रो। उकालो चट्टान छ क्या यतातिर। हामी जाने चाहिँ तल। सबले छोडेर गइसक्यो यार, गाह्रो छ। भेट्छु भनेको भेट्नै सकेन क्या। दौडिनु त दौडिरहेको छु है। कति मिनटमा पुग्दो रहेछु तल भनेको, छोडेर गइहाल्यो नि फेरि। गाह्रो छ, पुरा सुक्खा खोला छ कि साथीहरू, हेर्नुहोस् है। हेर्नुहोस् यहाँ माथितिर हेर्नु, नाङ्गो पहाड, तल तल यो लगाएको रुखहरू पनि पुरा। साथीहरू हामी आएको चाहिँ यहाँनिर, यहाँ टर्निङ आइसक्यो यसरी गरेर होइन। यहाँ त पारी हिमाल देखिरहेको छ साथीहरू। म हल्का जुम गरेर ल्याइदिन्छु है, अगाडिको भिडियोमा देखाएको छ तर त्यहाँ म बोलेको छैन। ओ हिमाल, अगाडि बढिरहेको छु होइन। गाह्रो छ जिन्दगी यो दुखी आत्माको, हाल्न पाए हुन्थ्यो यो दाउरा भारी काठमाको होइन भनेर भन्ने हुन्थ्यो क्या अरे। हाल्ने पनि होइन, मार्छ होला
दौडिरहेको छु जस छोराले गरी खान्छ जस्तो छ है हिँडिरहेको छ भारी बोकेर पनि दौडिरहेको छ बाटो चाहिँ यता रहेछ यता नाङ्गो पहाड फेरि यता त्यहाँ हिमाल देखिरहेको छ अहिले दौडिरहेको छु म चाहिँ भेट्छु होला साथीहरूले चाहिँ भेट्छु त्यो पुरा नाङ्गो अन्त ल अहिले तलतिर गएपछि बनाउँछु साथीहरू साह्रो भारी चिता यार ल गाइजहरू साथीहरू चाहिँ भेटायो होइन दाउरा प्लस घाँसको बारी बोकेर अगाडि बढिरहेको छ हल्का हावा चलेको छ है यो माथि हेर्नु फुलफुली डाँडा त्यसका बारी पुरा फुलफुली डाँडा कि हावा चलिरहेको छ हल्का होइन यहाँबाट चाहिँ राम्रो यो हिमाल चाहिँ राम्रो देखिँदो रहेछ है नजिक अलि नजिक छ यहाँबाट अब मैले बोकेर जाने भनेको यही हो है साथीहरू यही हो हेर्नुहोस् यति लामो भल्ली छ है हेर्नु कत्रो हो यसको पुच्छर टाउको त्यो पुच्छर भयो पारीको यही बोकेर जाने साथीहरू गाह्रो छ अक्सिजनै पुग्दैन यार एकदम गाह्रो छ नि हौ गाह्रो छ साथीहरू दुःख गरी बनाएको छ है भिडियो लगाइजहरू हेर्नुहोस् है आम्मामा यहाँ चाहिँ पहाड हेर्ने कस्तो स्टाइलको ढुङ्गा छ हेर्नु माथि आफ्नो भागमा छ कि ऊ यहाँ हेर्नु कत्रो पहाड यता हेर्नु कस्तो खालको बनेको छ आम्मामा चुचुरो कि पुरा हेर्नुहोस् अझ हामी जाने चाहिँ धेरै छ है साथी हो अझै तल हौ अझै तल